नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा मुख्य समाचार। मध्य प्रदेश सभाद्वारा आर्थिक विधेयक सम्बन्धी प्रस्ताव स्वीकृत। राज्यले अत्याधिक कर असुल्ने पनि जनताले सुविधा नपाएको सांसदको गुनासो। शहीद तथा द्वन्द्व पीडितलाई राज्यले न्यायोचित सम्मान गर्न नसकेको मधेसका सभामुख मण्डलको भनाई। राजर्षि जनक विश्वविद्यालयका विद्यार्थीहरू आन्दोलन समय समस्या समाधानको प्रयास गर्न जनकपुरधामका मेयरसँग विद्यार्थीको आग्रह। सिराहाको मिर्सियाका मेयरले ज्यादती गरेको भन्दै पीडित स्थानीयद्वारा निरन्तर विरोध। सोमबार केही घण्टा चक्काजाम। र हालसम्म BRI परियोजना अन्तर्गत कुनै पनि कार्य नेपालमा सञ्चालन नभएको परराष्ट्र मन्त्रीको स्पष्टि। अब समाचार विस्तारमा। मध्य प्रदेश सभाले प्रदेश सरकारको आर्थिक विधेयक 2080 सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। मध्य सरकार प्रदेश सभाको सोमबार बसेको बैठकमा अर्थमन्त्री सञ्जय कुमार यादवले प्रस्तुत गरेको आर्थिक विधेयक 2080 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई प्रदेश सभाले स्वीकृत गरेको छ। यसअघि प्रस्तुत भएको प्रस्तावमाथि सैद्धान्तिक छलफल भएको थियो। छलफलमा भाग लिँदै सांसदहरूले राज्यले विभिन्न किसिमका कर उठाउने गरेको भए पनि त्यसअनुसारको सुविधा जनतालाई नदिएको आरोप लगाएका छन्। बैठकमा मध्य प्रदेश सभा सांसद दिपेन्द्र ठाकुरले मधेसमा कर उठाउन सकिने ठाउँको खोजी गरी व्यवस्थित गर्नुपर्ने बताएका छन्। पर्यटन तथा कृषि क्षेत्रलाई सशक्त बनाउनु पर्नेमा पनि उहाँको जोड थियो। त्यस्तै सांसद रामशेष यादवले अनियन्त्रित कर तोक्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताएका छन्। उहाँले जनतालाई कुनै असर नपर्ने गरी कर निर्धारण गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन्। बैठकमा सांसद सतीश कुमार सिंहले राज्यले चर्को कर लिए पनि त्यस अनुसारको सुविधा जनतालाई दिन नसकेको आरोप लगाएका छन्। त्यस्तै सांसद उपेन्द्र महतोले कर उठाउने क्षेत्रमा नै त्यसको केही प्रतिशत खर्च गर्नुपर्ने सुझाव दिएका छन्। त्यस्तै सांसद प्रमोद कुमार जयसवालले मोटरसाइकल र ट्र्याक्टरमा लगाइने गरेको कर घटाउनु पर्ने सुझाव दिएका छन्। मोटरसाइकल ट्र्याक्टरलाई विलासिताको वस्तुका रूपमा हेर्न नहुने उहाँको भनाइ थियो। छलफलमा सांसद राजेन्द्र प्रसाद थारू, किरण कुमार शाह, रानी शर्मा तेवारी, चन्दन सिंह र अभिराम शर्माले भाग लिएका थिए। छलफलमा उठेका प्रश्नको जवाब दिँदै अर्थमन्त्री यादवले करका दायरा निर्धारणमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। उहाँले सांसदहरूले दिएका सुझावलाई आत्मसात गरी अघि बढ्ने पनि प्रतिबद्धता जनाउनु भएको छ। आर्थिक विधेयक स्वीकृत सँगै सभामुख रामचन्द्र मण्डलले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्नका लागि 24 घण्टाको समय दिनुभएको छ। मध्य प्रदेश सभाको अर्को बैठक मंगलबार दिउँसो 1 बजे बस्ने गरी बजाइएको छ। मध्य प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले क्रान्ति बिना कुनै पनि देशमा शान्तिको अर्थ नरहेको भन्दै क्रान्तिमा सहभागी भएर शहादत दिएका शहीद र द्वन्द्व पीडितहरूको सम्मान हुनुपर्ने बताएका छन्। महिला शान्ति सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघको प्रस्ताव नम्बर 1325 र 1820 को दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा सरकारको भूमिका र हाम्रो दायित्व विषयक जनकपुरधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख मण्डलले यस्तो बताएका छन्। आजमा भएको अव्यवस्थालाई व्यवस्थित गर्नको लागि मान्छेले क्रान्ति गर्छ। समाजमा भएको अन्याय, अत्याचार, शोषण, उत्पीडन तिनीहरूको विरुद्धमा सङ्घर्ष गर्ने क्रममा मान्छेले चाहिँ बलिदान दिन्छन्। त्यो बलिदानले चाहिँ तपाईँको शान्ति ल्याउने काम गर्छ। त्यसकारण यसको आफ्नै महत्त्व छ। त्यसकारण शहीदले जहिले पनि चाहिँ तपाईँको डेथसँग, मृत्युसँग कहिल्यै पनि कम्प्रोमाइज गर्दैन। यदि चाहिँ तपाईँको शहीदले मृत्युसँग यदि कम्प्रोमाइज गरेको भए आजसम्म चाहिँ संसारमा परिवर्तन हुने सम्भावना हुन्थेन र चाहिँ तपाईँका पुराना शासकहरू नै चाहिँ तपाईँको राज गरिरहेका हुन्थे। हामी कहिले दास युगमै हुन्थ्यौँ। हामी चाहिँ तपाईँ द्वन्द्व पीडितहरूको पहिचान हुँदा राज्य र आन्दोलनकारी दुवै पक्षद्वारा मारिएकालाई द्वन्द्व पीडित भन्नुपर्छ भन्ने सहभागीहरूले उठाएको सवालमा सभामुख मण्डलले त्यसका लागि बनाइएको कानुन र विधि सबैले मान्नुपर्ने बताएका छन्। सो अवसरमा सहभागीहरूले द्वन्द्व पीडितहरू भन्ने बित्तिकै राज्यद्वारा मारिएका एक्कालाई भनिने गरेको भन्दै माओवादीद्वारा मारिएकाहरूलाई पनि द्वन्द्व पीडित भन्नुपर्ने सवाल उठाएका थिए।
बिचमा आएर चाहिँ अहिले पीडित समेट्नु भएको छ भन्ने थाहा पाएको छु र अन्य प्रदेशहरूमा पनि त्यो अवस्था छ कि छैन भनेर मात्रै सोधेको। सो अवसरमा द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्चालकी केन्द्रीय अध्यक्ष सृजना श्रेष्ठले द्वन्द्व पीडितहरूको सवाल तीनै तहको सरकार बीच समन्वयको विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने सञ्जालकी मध्य प्रदेश सह अध्यक्ष सुमरिया देवीले स्वागत मन्तव्य राख्ने क्रममा द्वन्द्व पीडितहरूलाई सरकारले व्यवस्था गरिएको भन्दै धुरधुरी रुँदै आफ्नो पीडा पोखेकी थिइन्। 6 वर्ष बितिसक्दा पनि आयोगमा आयोग खाली छ। अहिले भर्खरै सामाजिक सञ्जालबाट सुन्नुभयो होला, असार मसान्त पुस मसान्तसम्मको लागि आयोग थपेको छ। तर त्यहाँ विधिवत रूपमा जुन विश्व शान्ति सम्झौताका पक्षमा जुन 6 महिनाभित्र सम्बोधन गर्नुपर्ने आज 6 वर्ष 8 वर्ष बितिसक्दा पनि कार्यान्वयन नभएको देख्दा एक किसिमको गाली लाग्दछ। त्यही भएर अहिले स्थानीय सरकार आएको छ। स्थानीय सरकारबाट जे जस्तो आफ्नो मातहतमा भएका हाम्रो सम्पूर्ण तीन तहमा स्थानीयदेखि प्रदेशदेखि केन्द्रदेखि हाम्रो पीडितहरूलाई कार्यक्रममा सहभागीहरूले द्वन्द्व पीडितका रूपमा महिला र बालबालिका सबैभन्दा बढी पीडित रहेका बताउँदै प्रदेश र स्थानीय तह सरकारहरूले राहतका कार्यक्रम चलाउनु पर्ने बताएका थिए। कार्यक्रममा सञ्चालकी मध्य प्रदेश अध्यक्ष फूलकुमारी महतो, मध्य प्रदेशका गृह निमित्त सचिव उत्तम प्रसाद खरेल, चिकित्सकहरूका अगुवाहरू डाक्टर अङ्कुर शाह, डाक्टर राम नरेश पण्डित, जनकपुर धाम र गणेश मानचारनाथका उपप्रमुख किशोरी शाह र तुलसा कुमारी पाण्डे, टेलिभिजन प्रसारण सङ्घका अध्यक्ष विष्णु कुवर, नेपाल पत्रकार महासङ्घ मधेसका अध्यक्ष राजेश कुमार कर्ण, एडभोकेसी फर्म मधेसका अध्यक्ष राजकुमार महासेठ सहित विभिन्न क्षेत्रका अगुवाहरूको उपस्थिति रहेको थियो। स्थित राजर्षि जनक विश्वविद्यालयका विद्यार्थीहरूले आन्दोलन जारी राखेका छन्। सोमबार पनि विश्वविद्यालयका विद्यार्थीहरूले 3वटै सरकार विरुद्ध प्रदर्शन गर्दै उपमहानगरपालिका कार्यालय पुगेका नाराबाजी गरेका छन्। उनीहरूले आफूहरूको गुनासो कुनै पनि तहका सरकारले नसुनेको आरोप लगाएका छन्। संघीय सरकार मातहत रहेको यो विश्वविद्यालय पदाधिकारीहरू विहीन हुन पठन पाठन प्रभावित बनेपछि केही दिनदेखि फेरि विद्यार्थीहरूले आन्दोलन सुरु गरेका हुन्। विश्वविद्यालयमा उपकुलपति, क्याम्पस प्रमुख, रजिस्ट्रार समेत नरहेको अवस्थामा आफूहरूको पठन पाठन लथाङ्गित बनेको विद्यार्थीहरूको गुनासो रहेको छ। आफूहरूको समस्याप्रति नजिकको सरकार जनकपुर धाम उपमहानगरपालिका पनि चासो नदेखाएको आरोप लगाएका छन्। मेयर मनोज कुमार शाह विरुद्ध पनि प्रदर्शन गर्न थालेपछि मेयर र उपमेयर किशोरी शाह विद्यार्थीहरूका समस्याबारे बुझेका थिए। एउटा त वन संस्थालाई अर्कोलाई पनि बन्द गर्ने राजस्व त्यसक्रममा मेयर शाहले आफूले तत्काल समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिनुभएको छ। कहिले करारमा राखिएका उपप्राध्यापकको आन्दोलन त कहिले विद्यार्थीको आन्दोलनका कारण विश्वविद्यालय शिक्षाको नभई विवादको थल्लोका रूपमा परिणत हुँदै गइरहेको छ। विवादित बन्दै आइरहेको सो विश्वविद्यालय पदाधिकारी विहीन हुँदा विश्वविद्यालयको अवस्था झन्न जर्जर बन्दै गइरहेको छ। विश्वविद्यालयका भिसी, रजिस्ट्रार, डिएन लगायतका पदाधिकारीहरू नियुक्ति नभएको महिनौ बढी भइसकेको छ। राजर्षि जनक विश्वविद्यालयमा BA, BLLB, BBA, BBA, BA, SCCIT, BMLT, BPH र BMBA पठन पाठन हुँदै आइरहेको छ। सिराहाको मिर्सियाका मेयर शरमन कुमार यादवले गुण्डागर्दी गरेको भन्दै स्थानीयवासीले पूर्व पश्चिम महेन्द्र राजमार्ग अवरोध पारेको छ। करिब 3 महिनादेखि आन्दोलनरत पीडितहरूका समस्या समाधान नगरी उल्टै ज्यादती र गुण्डागर्दीमा उत्रिएको भन्दै स्थानीयवासीले मिर्सिया बजार ठप्प पार्नुका साथै पूर्व पश्चिम राजमार्गमा केही घण्टा अवरोध पारेका छन्।
सडक अवरुद्ध भएपछि सयौं गाडी अल्पत्रमा परेका थिए। मेयरले आन्दोलनकारीलाई दुर्घटना गराई मार्न खोजेको अदालतको आदेशको अवहेलना गरेको लगायत आरोप लगाउँदै स्थानीयवासीले टायर बालेर बिहानैदेखि पूर्व पश्चिम राजमार्ग सडक अवरुद्ध गरेका थिए। मेयर यादवले जमिन सम्बन्धी मुद्दामा न्यायपालिका सहित निकायहरूलाई प्रभावित पार्न खोजेको स्थानीय पीडितको आरोप रहेको छ। यसअघि आइतबार सिराहामा भएको घटना लिएर पनि स्थानीय आक्रोशित बनेका छन्। दबावमूलक कार्यक्रम गरी सिराहाबाट फर्किने क्रममा मेयरको सरकारी गाडीले आन्दोलनकारीको गाडीमा टक्कर दिएको स्थानीयले आरोप लगाएका छन्। टक्करबाट कुनै अप्रिय घटना नभए पनि दुवै गाडीमा घस्दा लागेका छन्। मेयर यादवले दुर्घटना गराउन खोजेको उनीहरूको आरोप रहेको छ। आइतबार नै मेयर यादवले महिला आन्दोलनकारीलाई गालीगलौज समेत गरेका आरोप लगाएको छ। गाउँ बलको किता नम्बर 256 र नम्बर 60 भित्र पर्ने करिब 3 दर्जन घर गत माघ र फागुनमा नगरपालिकाले तोडफोड गरिदिएको थियो। नगरपालिकाको कदम विरुद्ध पीडितहरू मध्ये स्थानीय लक्ष्मी शाहले सिराहा जिल्ला अदालतमा मुद्दा दायर समेत गरेका थिए। सोही मुद्दाको असार 19 गते जिल्ला अदालतले सुनवाई गरेको थियो। अदालतले शाहको यो निजी जग्गा रहेको ठहर गर्दै निजको सम्पत्तिको हकमा प्रतिकूल असर पर्ने गरी कुनै संरचना निर्माण नगर्न नगरपालिकाको नाममा अन्तरिम आदेश समेत जारी गरेका थिए। अदालतको फैसला लाग्दै शाहले घर पुनर्निर्माण थालेका थिए, तर मेयर यादवले आइतबार राति पुनः उनको घर तोडफोड गरिदिएका छन्। यो घटनाको विरोधमा पनि स्थानीयवासीले सोमबार बजार बन्दका साथै चक्काजाम गरेका थिए। चन्द्रमास अनुसार पहिलो साउन सोमबारका व्रत आजबाट सुरु भएको छ। सूर्य मास अनुसार यस वर्ष साउन महिनामा अधिक मास परेकाले आजैबाट नै व्रत सुरु भएको हो। चन्द्रमास अनुसार 2वटा सोमबारपछि अधिक मास सुरु हुनेछ। सो अवसरमा आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरूको भिड लागेको छ। पशुपतिनाथ मन्दिर दर्शन गर्ने र पूजा आराधना गर्न भक्तजनहरू पशुपतिनाथमा बिहानैदेखि भिड लागेको देख्न सकिन्छ। साउनमा अधिक मास परे पनि नित्य पूजा आराधना भने साउन महिनामा नियमित हुने पशुपति क्षेत्र विकास कोषले बताएका छन्। चन्द्रमास अनुसार साउन महिना लगैदेखि नै विशेष गरी भारतीय मुल्कमा भक्तजनको भिड लागेको छ। साउन महिनामा पशुपतिनाथ मन्दिर सुन्दरी जलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भिड लाग्ने गर्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको भन्दै आपत्ति जनाउनु भएको छ। प्रमुख प्रतिपक्ष एमाले जे बोलियो त्यही नै आफ्नो पार्टीको भाष्य हो भने ढङ्गले आफ्नो पार्टीलाई संसदमा बोल्न नदिएको दावी गर्दै उहाँले त्यसप्रति आफ्नो पार्टीको घोर आपत्ति रहेको बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले संसदमा आफ्नो पार्टी स्वतन्त्र अस्तित्वमा रहेकाले सोही अनुसारको व्यवहारको अपेक्षा गरिएको बताएका छन्। उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई देशको राष्ट्रियताको सवालमा बोल्दा ख्याल राख्न पनि सचेत गराउनु भएको छ। अनुरोध गर्न चाहन्छु कि कहिले चाहिँ उहाँ 35,000 लडाकुको होइन 7,000 मात्र थियो भनिदिनुहुन्छ, कहिले 5,000 को जिम्मा भन्नुहुन्छ, कहिले कम्फर्टेबल भन्नुहुन्छ, कहिले सरकार नै अरूले बनाएको भन्नुहुन्छ। आफ्नो भनाइमा अलिकति स्पष्ट हुन प्रधानमन्त्रीज्यूलाई म अनुरोध गर्न चाहन्छु। र विशेष गरेर अन्य मुद्दा त राजनीतिक कुरा होलान्, तर राष्ट्रिय स्वाधीनताको मुद्दा, राष्ट्रियताको सवालका मुद्दा र यो देशको सार्वभौमिकताको मुद्दामा चाहिँ यसरी फिर्ता लिनुपर्ने अथवा अप्ठ्यारो हुनुपर्ने अभिव्यक्तिका लागि भविष्यमा पनि सचेत हुनका लागि म प्रधानमन्त्रीज्यूलाई विनम्रतापूर्वक यहीँबाट। सभापति लामिछानेले संसदलाई देशलाई कांग्रेस, एमाले र माओवादी केन्द्र 3 ठूला दलले बन्धक बनाउन नमिले समेत बताएका छन्। सभापति लामिछानेले मिटर ब्याज पीडितहरूलाई थप पीडा दिने काम नगर्न पनि सरकारलाई सचेत गराउनु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्ने गरी नयाँ संसद भवन निर्माण कार्य अघि बढाउन निर्देशन दिनुभएको छ। सोमबार निर्माणाधीन संसद भवनको अवलोकन गर्दै प्रधानमन्त्री दाहालले सकेसम्म हिउँदै अधिवेशन नयाँ संसद भवनबाट नै गर्ने गरी निर्माण कार्य सम्पन्न गर्ने निर्देशन दिनुभएको छ। सिंहदरबार स्थित संघीय संसद भवनको निर्माण कार्यलाई युद्धमा अगाडि बढाउन सक्ने हिउँदै अधिवेशनदेखि नयाँ संसद भवनबाटै संसदीय गतिविधि अघि बढाउन आग्रह गर्नुभएको छ। उहाँले संसदको हिउँदै अधिवेशन नयाँ भवनबाटै गर्न सकियोस् भन्ने सरकारको लक्ष्य रहेको भन्दै सोही अनुरूप कामको गति बढाउनु पर्ने बताएका छन्।
र सबै संसद सचिवालयका सबै र सरकारका सबै अफिसरको हिसाबले यो राम्रो ठाउँमा नै भएको छ। अलिकति हतारामा नक्सा बनाउने कुरा या डिपिआर बनाउने। त्यसैगरी शहरी विकास मन्त्री सीता गुरुङले भवन निर्माणको कामलाई चाँडै सम्पन्न गर्नका लागि श्रमिकहरूको संख्या बढाउन निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ। उहाँले श्रमिकको संख्या बढाउन आफूले पटक पटक आग्रह गरेको भन्दै अब भन्ने बढ्नेकामा विश्वास व्यक्त गर्नुभयो। अब निर्माण व्यवसाय सबैको जोडिने भएर चाहिँ निर्माण व्यवसायसँग जोडिन्छ। अब निर्माण व्यवसायहरूले यसलाई गति दिनु भएन भने हामीले जति नीति बनाए पनि पूर्णता हुँदैन र त्यसलाई अगाडि बढाउनको निम्ति चाहिँ यो तीनै तहको जुन हाम्रो यो निर्माण सम्पन्न गर्ने हातहरू छ, यी हातहरूले एकअर्कामा समन्वय गरेर अगाडि बढाउँ अनि मात्रै हामी सफल हुन सक्छौँ। अघि निर्माण व्यवसाय मित्रले धेरै चुनौतीहरू छ पनि भन्नुभएको छ। मैले अघि भने जस्तो सरकार निर्माण व्यवसायी र श्रमिकहरू आपसमा समन्वय गरी भवन निर्माणबाट छिटो सम्पन्न गर्नुपर्नेमा मन्त्री गुरुङले जोड दिनुभएको छ। सरकारको उद्देश्य पूरा हुने गरी काम गर्न उहाँलाई निर्माण व्यवसायीलाई निर्देशन समेत दिनुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गर्नुभएको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार 2080 समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले समाजवादी सांस्कृतिक निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गर्नुभएको छ। उहाँले जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादमुखी राज्य निर्माणको संकल्प गरिसकेका कारण निर्सिर्जनाहरू समेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहने पर्ने जोमा जोड दिनुभएको छ। जस्तै यो पुरस्कार वितरण कार्यलाई निरन्तरता दिइएको छ। यस वर्षको पुष्पलाल राष्ट्रिय पुरस्कारको राजनैतिक सैद्धान्तिक विधा, इतिहास विधा, साहित्य संस्कृति विज्ञान विधा लगायतका विधातर्फ छनौट भई पुरस्कृत हुनुभएकोमा सबै पुरस्कृत सृजनशील प्रतिभाहरूलाई हार्दिक बधाई। प्रधानमन्त्री दाहालले नेपालको राजनीतिक आन्दोलन मात्र नभई सिङ्गो देशको आन्दोलनमा समेत विशिष्ट योगदान गर्नुभएको बताउनु भएको छ। पुष्पलाल राष्ट्रिय पुरस्कार 2080बाट कमल प्रसाद कोइराला, डाक्टर बालचन्द्र मिश्र, गोपाल प्रसाद थपलियालाई सम्मान गरिएको छ। पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पुष्पलाल श्रेष्ठको योगदानलाई युवा पन्थीमा पुर्याउन आवश्यक रहेको बताएका छन्। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार 2080 समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले पुष्पलाल नेपालको राजनीतिमा शिखर व्यक्तित्वको रूपमा स्मरण गर्नुभएको छ। उहाँले कम्युनिस्टी आन्दोलनको जन्मदाता, सुरुवातकर्ता, संस्थापक मात्र नभई पुष्पलाल नेपालको लोकतान्त्रिक आन्दोलनमा पनि उच्च व्यक्तित्व रहनु भएको बताएका छन्। शिखर व्यक्तित्व हुनु, लोकतान्त्रिक आन्दोलनको पनि एउटा अत्यन्तै टल फिगर, उच्च व्यक्तित्व हुनुहुन्थ्यो उहाँ र उहाँले नै काङ्ग्रेस र कम्युनिस्ट यो दुईटा नमिलेसम्म निरङ्कुश अध्यक्ष नेपालले काङ्ग्रेस र कम्युनिस्ट नमिल्नेसम्म निरङ्कुश सत्तालाई फाल्न सकिँदैन भन्ने कुरा पुष्पलालले धेरै पहिला भन्ने अनुसार नै पछि आएर पश्चायती व्यवस्था ढालेको बताउनु भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाली समाजवाद नेपाली विशेषताको नेपाली माटोमै रहेको बताउनु भएको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार 2080 समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले भ्रष्टाचारको सफा अभियानदेखि नै समाजवादको बाटो सुरु हुने र सो कुरालाई प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सुरु भइसकेको बताएका छन्। सिर्जित हुन्छ भन्ने भूमिकामा रहनु थियो। पुष्पलाल आफै अर्गानिक एक अनुसन्धानकर्ता पनि हुनुहुन्थ्यो। नेपालमा राजतन्त्रको उत्थान र पतन, मातृसत्ता सम्बन्धी उहाँले लेखेको रचना निकै नै फराकिलो र मार्गनिर्देशक जस्तो लाग्छ मलाई। नेपाली समाजलाई मार्क्सवादी दृष्टिकोणबाट अध्ययन मन्त्री किरातीले नेपाली समाजवादलाई समाजवादमा पुर्याउने काममा लाग्नुपर्ने बताएका छन्।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमलिसनाले अवरुद्ध संसद सुचारू गराउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले नै अग्रता लिनुपर्ने बताएका छन्। सोमबार संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रधानमन्त्रीको व्यक्तिलाई लिएर सदन अवरुद्ध भएकाले सञ्चालनका लागि उहाँले नै अग्रसरता लिनुपर्ने धारणा राख्नु भएको छ। अध्यक्ष तिमलिसनाले राजनीतिक विषय भएको हुनाले समस्या समाधानका लागि सरकार र प्रतिपक्षलाई संवादमा जान पनि आफूले निर्देशन दिइरहेको पनि स्मरण गराउनुभयो। संसद गतिरोधका सम्बन्धमा देखिएको समस्याको समाधान सदनभित्रबाटै गर्न नसकिने पनि उहाँले उल्लेख गर्नुभयो। अहिले उठेको छ यो वास्तवमा चाहिँ कसरी गम्भीर छ भन्दाखेरि एकातिर हामी यो आर्थिक वर्षको अन्त्यमा आएका छौँ। अब यो विधेयकहरू हामीले पास गर्नु छ। विनियोजन विधेयकहरूको यी शीर्षकमा दफावार छलफलहरू पनि हाम्रो राष्ट्रिय सभामा आएर अड्केको छ र पास गर्नुपर्ने छँदैछ। नत्र भने हामी साउन 1 गतेबाट बजेट कसरी गर्ने यो एउटा समस्या त आउँछ। अध्यक्ष तिमलिसनाले संसदमा सरकार र राजनीतिक दलकालाई उत्तरदायी बनाउन आफूले प्रयास गरिरहेको बताएका छन्। गत असार 18 गते भारतीय नागरिक प्रीतम सिंह बारे दिएको व्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रधानमन्त्री दाहालको राजीनामा माग गरेपछि संसद बैठक अवरुद्ध हुँदै आएको छ। खाद्य अधिकार हननको सवाल सम्बोधनमा मध्य प्रदेश नीति लगायत विषयमा सरोकारवालाहरूले छलफल गरेका छन्। फ्यान नेपाल तथा जिल्ला खाद्य सञ्चालनले सोमबार जनकपुरधाममा गरेको कार्यक्रममा मधेसका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपानेले खाद्य अधिकारको हवन हुन नदिन सबै पक्ष सचेत हुनुपर्ने बताएका छन्। उहाँले विपन्न वर्गलाई सहयोग पुग्ने गरी यसपटक कृषि क्षेत्रको बजेट ल्याएको बताएका छन्। अघि यहाँ उठाउनु भएको थियो कि दलित समुदाय हरुवा चरुवाको लागि के गर्ने भन्दा यसपालि बजेटमा नयाँ कार्यक्रम ल्याइएको छ। हरुवा चरुवा र दलितको लागि हामीहरूले यसपालिको बजेटमा उहाँहरूलाई कृषिमा संलग्न गराउने, कृषि उत्पादनमा उहाँहरूलाई उत्प्रेरणा दिने र गर्दाखेरि 100% अनुदान दिने भन्ने हिसाबले र उहाँहरूलाई कृषिमा उत्साहित बनाउँदै कृषि काममा लगाउनको लागि हामीले बजेट छुट्याएका छौँ। कार्यक्रममा सहभागीहरू सांसद सहित जनप्रतिनिधिहरू, सम्बन्धित सरोकार तथा नागरिक समाज सङ्घ संस्थाहरूले खाद्य अधिकारको महत्त्वबारे चर्चा गरेका थिए। उनीहरूले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन 2075 को कार्यान्वयनको अवस्थाबारे पनि छलफल गरेका थिए। समस्या छे तेनाही ते वन जन्तु आरक्षणों के समस्या उठबे छे। एहि के चलते हम सब जखनी मेयर के कार्यकाल में हम ऐसे पहले रही तो हमरा सबके पालिका में वैसे पहले अपने सबके मीडिया में, नेशनल मीडिया में देखने हुए बॉर्डर पर जैसे कुटाकुट मारामार जो भेल रहे वो हमरे सबके तिलाठी बोलाइन गाँव पालिका के बॉर्डर पर भेल रहे। ताहि दुआरे बॉर्डरों पर और एतऽ आई प्रस्तुति भेल एतेक ज्यादा भेग विषय सबके, एतेक ज्यादा इम्पोर्टेंट विषय सबके आई प्रस्तुति रहे। एहिमे गहन छलफल, एहिमे जैसे फ्री टाइम में लाके 2 घंटा 3 घंटा कार्यशाला गोष्ठी एहि पर जैसे विभिन्न बात विवाद के एकटा निष्कर्ष निकलती है तो एक अलगे एकटा मर्यादित रहती है। त्यो अभ्यास पनि छैन, उहाँलाई फुर्सद पनि छैन, किनकि उहाँलाई आफूलाई बिहान के खाने र बेलुका के खाने भन्ने चिन्ताको स्थिति। त्यसले उहाँले आफ्नो आवाज बोल्न सक्नुहुन्न। त्यो आवाज बोल्दै निम्ति हामी सामाजिक अगुवा भएका, समाजमा नेतृत्व गरेका जनप्रतिनिधिहरू, हामी समाजका प्रमुख व्यक्तिहरूले उहाँको आवाज बोल्दैन भने कसले? त्यसकारणले खाद्य अधिकार सवाललाई समुदायको आवश्यकतासँग जोडेर, समुदायका आवाज समस्यासँग जोडेर उठान गर्नुपर्छ र समाधान गर्नुपर्छ भनेर हामी केन्द्रीय तहदेखि गाउँ तहसम्म नीति निर्माण गर्ने तहमा र त्यसको कानुनी तहमा हामी काम गर्दछौँ। कार्यक्रममा आगामी दिनमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको क्षेत्रमा आवश्यक रणनीतिका विषयमा सहभागीहरूले सुझाव दिएका थिए। परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले हालसम्म BRI परियोजना अन्तर्गतका कुनै पनि कार्यक्रम नेपालमा सञ्चालन नभएको बताएको छ। सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले चीन सरकारसँग BRI का लागि नेपालले 2017 मा सम्झौता गरेका थिए, तर त्यसपछि BRI अन्तर्गत कुनै पनि योजना नेपालमा अघि नबढेको सरकारले बताएको छ। तर पछिल्लो समय चिनिया राजदूत छङ सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल PRI परियोजना अन्तर्गतको भएको दावी गर्दै आएपछि नेपालमा बहसको विषय बनेको थियो। समितिको बैठकमा समिति सदस्यहरूले प्रश्न गरेसँगै मन्त्री साउदले BRI अन्तर्गत हालसम्म कुनै योजना नेपालमा सुरु नभएको र
कार्यान्वयनको सन्दर्भमा अहिले सरकार छलफलमा रहेको बताएका छन्। कुराबाट यो कुरा सुरु भएको थियो हाम्रो धवलजीले सुरु गर्दाखेरि एमसिसीबाट। अब यो धेरै कुरा पारदर्शी नै छ। यो कुरो हाउसले सदनबाट पास भइसकेको हुनाले र यो सम्झौता सम्पन्न भइसकेको हुनाले आगामी महिनादेखि चाहे अगस्तदेखि यो कार्यान्वयन। मन्त्री साउदले अमेरिकी सहयोग परियोजना मिलियनियम च्यालेन्ज कर्पोरेसन एमसिसी आगामी अगस्त महिनाबाट कार्यान्वयनको चरणमा जाने बताउनु भएको छ। परराष्ट्र मन्त्री नरेन्द्र प्रसाद साउदले रुस सेनामा नेपालीहरू भर्ती भएको वा नभएको भन्ने कुरा सरकारलाई जानकारी नरहेको बताएका छन्। सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले सामाजिक सञ्जाल अन्तर्राष्ट्रिय सञ्चार माध्यम आए पनि सरकारलाई हालसम्म यसबारेमा कुनै जानकारी नरहेको बताएका छन्। उहाँले यसबारेमा जानकारी लिनका लागि सरकारले मास्को स्थित दूतावासमा आवश्यक रिपोर्ट गर्न निर्देशन दिइसकेको बताएका छन्। सेनामा नेपाली भर्ना सम्बन्धमा पनि बाहिर मिडियामा आएको कुरालाई लिएर हामीले रुस मस्को स्थित दूतावासमा आवश्यक रिपोर्ट गर्न हामीले निर्देशन दिएका छौँ र यसमा मन्त्री साउदले रुस सेनामा नेपालीहरू भर्ती भएको विषय सरकारको अध्ययनको चरणमा रहेको बताएका छन्। नेपाली कांग्रेसका सांसद एवं पूर्व परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले देशको राजनीति परिस्थिति सिर्जना नभई परराष्ट्र नीति बलियो हुन नसक्ने बताउनु भएको छ। सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले देशको रणनीति स्थानीय नभएसम्म परराष्ट्र सम्बन्ध बलियो हुन नसक्ने बताउनु भएको छ। उहाँले राष्ट्रिय एकताको रूपमा परराष्ट्र नीतिहरू अघि बढाउन जरुरी रहेको बताएका छन्। उहाँले परराष्ट्र मन्त्रालयले प्रत्येक 2 हप्तामा परराष्ट्र सम्बन्धी गतिविधिलाई जानकारी गराउनुपर्ने बताएका छन्। उहाँले नेपालमा युरोप र अमेरिकीको चासो बढिरहेको बताएका छन्। सांसद खड्काले छिमेकी देशहरू चीन र भारतसँग सम्बन्ध नबिगार्निकन अन्य देशहरूको सम्बन्ध विस्तार गर्नुपर्ने बताउनु भएको छ। काठमाडौँ जिल्ला अदालतभित्र सवारी साधन पार्किङ गर्न नदिएको भन्दै कानुनी व्यवसायीहरू आन्दोलित भएका छन्। बबर महल स्थित काठमाडौँ जिल्ला अदालत परिसरभित्र काम विशेषले आउने कानुनी व्यवसायी सेवाग्राहीहरूलाई पार्किङ गर्न नदिएको भन्दै कानुनी व्यवसायीहरू आन्दोलन भएका छन्। कानुनी व्यवसायीले अदालत प्रशासनलाई आम सर्वसाधारणका लागि पार्किङको व्यवस्था गर्न ज्ञापन पत्र समेत बुझाएको छ। सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अधिवक्ता यज्ञमणि योपानेले अदालतको भित्र पार्किङ गर्न नदिने र महानगरपालिकाले सडक पेटीमा पार्किङ गर्न नदिने हुँदा आम सर्वसाधारण समस्या परेको बताएका छन्। दौडो भने के हुन्छ यो अदालतलाई मतलब छैन। अनि यहाँ अहिले पुलिस लगाएर हामी माथि चाहिँ बाहिर भनिराखेको छ। आउने जाने होइन, हामी अदालत भित्र जाने हो, हामीलाई भित्र क्षेत्र जे भइगयो नि त। हामी त श्रेष्ठदारलाई बुझाउने हो, जिल्ला न्यायाधीशलाई बुझाउने हो। त्यो ठाउँ आजैदेखि खाली गर्नुपर्छ। त्यो चाहिँ पार्किङको ठाउँमा क्यान्टिन। अर्का एक अधिवक्ताले अदालतभित्रको पार्किङ खुलाउनका लागि पटक पटक आग्रह गर्दा पनि अदालतले नसुनेको बताएका छन्। उहाँले पार्किङ स्थलबाट क्यान्टिनका लागि भाडा लगाएका असुली गरिरहेको बताएका छन्। पियाले विभिन्न नाममा चाहिँ भातृ सङ्गठन खोलेर अनि यिनले चाहिँ हामी स्वतन्त्र कानुनी व्यवसायी, स्वतन्त्र न्यायालयको पक्षधरहरू, स्वतन्त्र न्यायालयको अनुयायीहरूलाई चाहिँ बाहेक गर्ने यो बारले चाहिँ के गर्न खोजेको? यो काठमाडौँ बारले व्यवस्था गर्नुपर्ने होइन। काठमाडौँ बारले चाहिँ कानुन व्यवसायीको हकितको लागि लड्ने संस्था होइन। खोइ आजको दिनसम्म यत्रो समयसम्म चाहिँ वर्षसम्म एउटा चाहिँ पार्किङको व्यवस्था गर्न सकेको छैन। काठमाडौँ जिल्ला अदालत नेपाल बार एसोसिएसनका अध्यक्ष रामचन्द्र फौजेलले सोमबारदेखि नै जिल्ला अदालतको गेट नम्बर 4मा कानुनी व्यवसायीहरूका लागि पार्किङ सुविधा गरिएको बताएका छन्। यो विषयमा काठमाडौँ जिल्ला अदालत प्रशासन मात्रै नभएर सर्वोच्च अदालतसम्म हामीले यो विषयमा विशेष गरी क्यान्टिनका विषयमा र पार्किङका विषयमा हामीले व्यापक छलफल गऱ्यौँ। जस पश्चात आज हामीले एउटा पार्किङ हामीले चाहिँ गेट नम्बर काठमाडौँ जिल्ला अदालतको गेट नम्बर 4मा कानुन व्यवसायीका लागि
मात्रै हामीले चाहिँ अहिले चाहिँ पार्किङको शुभारम्भ गरिसकेका छौँ। लगत्तै अन्डरग्राउन्ड आन्दोलित कानुन व्यवसायीहरूले पार्किङ खुलाउनु पर्ने भन्दै नाराबाजी समेत गरेका थिए। जनकपुरधाममा थप एक इन्टरनेट सेवा प्रदायक कम्पनीले आफ्नो सेवा शुभारम्भ गरेको छ। नेपालको सबैभन्दा सस्तो र भरपर्दो इन्टरनेट सेवा दावी गरिएको इन्टरनेट सेवा प्रदायक वाइफाई नेपालले मध्य प्रदेश अन्तर्गत धम्साको जनकपुरधाममा आफ्नो सेवा विस्तार गरेको छ। काठमाडौँका उपत्यका, पोखरा उपत्यका, इटहरी, धरान, विराटनगर लगायत कोशी प्रदेश तथा कर्णाली प्रदेशका विभिन्न स्थानमा सफलतापूर्वक सुरु भई सञ्चालनमा रहेको यस इन्टरनेटबाट सेवा प्रदायकले आफ्नो सेवालाई थप क्षेत्रहरूमा विस्तार गर्दै आएको छ। त्यो टेक्निकल प्रब्लमहरूलाई हामीले रिजल्भ गर्नुपर्ने हुन्छ, सल्भ गर्नुपर्ने हुन्छ। त्यो सल्भ गर्ने कामहरू सकिसकेपछि मात्रै आज जस्तो हामी विधिवत रूपमा स्टार्ट गऱ्यौँ त्यसरी नै हामी स्टार्ट गर्छौँ। अब जनकपुरको ग्राहकहरूलाई कुनै पनि किसिमको त्यस्तो मेजर इस्युज आउँदैन र यो बिचको सेगमेन्टमा हजुरको लाहान, जनकपुर, सिमरा, वीरगञ्ज र हेटौडा यो सेगमेन्टमा पनि हामी पहिलादेखि नै काम गरिरहेका थियौँ होइन। र अहिले अब वीरगञ्ज र जनकपुरको काम हामी सकाएका छौँ र अहिले आज 25 गते हामी जनकपुरमा छौँ भने 28 गते हामी वीरगञ्जको पनि विधिवत रूपमा उद्घाटन गर्छौँ। घराइसी तथा व्यापारिक ग्राहकहरूको इन्टरनेट सम्बन्धी आवश्यकता र त्यसले हुने थुप्रै फाइदाहरूलाई ध्यानमा राख्दै वाइफाई नेपालले आफ्ना अफर तथा इन्टरनेटका प्याकेजहरू बारेमा बजारमा ल्याएको छ। 50 MPS को प्रति महिना 333 तथा 80 MPS को प्रति महिना 500 को दरले सेवा उपलब्ध हुने जनाइएको छ। एक पत्रकार सम्मेलनको आयोजना गरी कम्पनीले सेवा विस्तारको जानकारी गराएको छ। पत्रकार सम्मेलनमा वाइफाई नेपालका सुजित पौडेल, जनकपुरधामका म्यानेजर विक्रम राउत सहितको उपस्थिति रहेको थियो। अब अन्तमा मुख्य समाचार एकचोटि फेरि। मध्य प्रदेश सभाद्वारा आर्थिक विधेयक सम्बन्धी प्रस्ताव स्वीकृत। राज्यले अत्यधिक कर असुले पनि जनताले सुविधा नपाएको सांसदको गुनासो। शहीद तथा द्वन्द्व पीडितलाई राज्यले न्यायोचित सम्मान गर्न नसकेको मधेसका सभामुख मण्डलको भनाई। राजर्षि विश्वविद्यालयका विद्यार्थीहरूद्वारा आन्दोलन समस्या समाधानको प्रयास गर्न जनकपुरधामका मेयरसँग विद्यार्थीको आग्रह। सिराहाको मिर्सयाका मेयरले ज्यादती गरेको भन्दै पीडित स्थानीयद्वारा निरन्तर विरोध सोमबार केही घण्टा चक्का जाम समेत गरेका थिए। र हालसम्म PRI परियोजना अन्तर्गत कुनै पनि कार्यक्रम नेपालमा सञ्चालन नभएको परराष्ट्र मन्त्रीको स्पष्टोक्ति। हस्त अहिलेलाई यतिकै। फलफल खबर तेज नजर हेर्दै अपन टेलिभिजन। नमस्कार।